नेपाली युवा ब्याटर रौनक श्रीवास्तवले मलेसियामा जारी एसएससी U16 एस जोन कप प्रतियोगितामा शानदार शतकीय पारी खेलेका छन्। उनले मंगलबार भुटान विरुद्धको खेलमा 132 बलमा 168 रनको आक्रामक शतकीय पारी खेलेका हुन्। त्यसक्रममा रौनकले 16 चौका र 5 छक्का प्रहार गरे। योसँगै उनले इतिहास रचे। उनी अब नेपालका लागि कुनै पनि प्रारूपको क्रिकेटमा उच्च स्कोर बनाउने ब्याटर बनेका छन्। रौनककै रोमाञ्चकारी इनिङको मद्दतमा नेपालले भुटानलाई 359 रनको विशाल लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 5 विकेट गुमाएर 358 रन बनायो। भुटान विरुद्ध नेपालको सुरुवात भने अपेक्षाकृत रहन सकेन। 17 रनमै दुवै ओपनर गुमाएको नेपालको पारीलाई रौनकले सम्हाले। उनले 3 महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। तेस्रो विकेटका लागि रौनकले श्रीवांश बजगाईसँग 84 बलमा 91 रनको साझेदारी गरे। श्रीवांशले 52 बलमा 5 चौका सहित 54 रन बनाए। त्यसपछि चौथो विकेटका लागि रौनक र सुगम बुढाथोकीले 61 बलमा 72 रन जोडे। सुगमले 33 बलमा 4 चौका सहित 35 रनको योगदान दिए। पाँचौं विकेटका लागि रौनकले जोय थापासँग शतकीय साझेदारी गरे। उनीहरूबीच 130 बलमा 170 रनको साझेदारी बन्यो। यस खेलमा जोयले 67 बलमा 7 चौका सहित अभिजित 61 रन बनाए। अघिल्लो खेलमा शतक बनाएका प्रसिद्ध जैसीले आज 14 बलमा 7 रन मात्र जोडे। ओपनर सस्तैमा पवेलियन फर्किए पनि रौनक सहित अन्य ब्याटरको प्रदर्शन उत्कृष्ट रह्यो। रौनकले यही प्रतियोगितामा इन्डोनेसिया विरुद्धको खेलमा 71 बलमा 8 चौका र 2 छक्का सहित 88 रनको पारी खेलेका थिए। यस्तै उनले सिंगापुर विरुद्ध 40 रन जोडे। जापान विरुद्धको खेलमा भने रौनकले ब्याटिङमा मौका पाएनन्। उनले घरेलु क्रिकेटमा पनि शानदार प्रदर्शन गर्दै आएका छन्। रौनकले गत महिना मात्र लुम्बिनीबाट खेल्दै गण्डकी प्रदेश विरुद्ध 117 बलमा 217 रनको कीर्तिमानी दोहोरो शतकीय पारी खेलेका थिए र उनले आफ्नो शानदार लय ईस्ट जोन कपमा पनि जारी राखेका छन्। यस प्रतियोगितामा नेपाल अपराजित छ। समूह ए मा रहेको नेपालले यसअघिको 3 खेलमा लगातार जित निकालिसकेको छ र चौथो खेलमा पनि नेपालको जित पक्का जस्तै छ। नेपाली टिम अपराजित रहँदै सेमिफाइनल खेल्नेछ। प्रतियोगिताको फाइनल खेल 21 असारमा हुनेछ। नेपालले हालसम्म ईस्ट जोन कपमा लगातार 3 पल्ट उपाधि जितेको छ। नेपालले सन् 2023 मा मलेसियालाई हराउँदै उपाधि जितेको थियो। नेपाल यसपालि पनि उपाधि दावेदार टिमको सूचीमा शीर्ष स्थानमा छ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका